पहिलो सामुएल 21 अध्याय। दाउद नोबमा भागेर गएका। दाउद नोबमा अहिमेलेक पुजारी कहाँ गए। तिनलाई भेट्दा अहिमेलेक कामेर भने, तपाईँ किन एक्लै आउनुभयो? किन तपाईँसँग कोही छैन? दाउदले अहिमेलेकलाई भने, म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनु भएको कामको बारेमा अथवा यी हुकुम के हुन् भनी मैले कसैलाई थाहा दिनु हुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्नु भनी भने, अब तपाईँसित के छ? मलाई 5वटा रोटी अथवा जति पाउन सक्नुहुन्छ दिनुहोस्। तर पुजारीले दाउदलाई भने, मसित साधारण रोटी त छैन, चढाइएको पवित्र रोटी मात्र छ। तर के ती जवानहरू स्त्रीबाट अलग बसेका छन्? दाउदले पुजारीलाई जवाब दिए, अहिलेसम्म धावामा जाँदा हामीहरू स्त्रीहरूबाट अलग बसेका छौँ। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्तुहरू चोखा छन्। आजको दिन तिनीहरूका वस्तुहरू झन् कति बढी चोखा छन्। त्यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पुजारीले तिनलाई त्यो चढाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो। सावलका सेवकहरूमध्ये एकजना पनि त्यस दिन त्यही परमप्रभुको सामु रोकिएर बसेको थियो। त्यसको नाउँ एदोमी दोएग थियो र त्यो सावलका गोठालाहरूका सबैभन्दा मुख्य थियो। दाउदले अहिमेलेकलाई भने, के तपाईँसँग कुनै भाला वा तरबार छ? किनभने राजाको काम साह्रै जरुरी भएको हुनाले मैले तरबार वा अरू हतियार ल्याउन पाइनँ। पुजारीले जवाफ दिए, एलाहको बेसीमा तपाईँले मार्नुभएको पलेस्ती गोलियतको तरबार यहाँ छ। त्यो एपोदको पछाडि लुगामा बेहेरेर राखिएको छ। त्यो लैजाने इच्छा भए लैजानुहोस्, यहाँ अरू कुनै हतियार छैन। दाउदले भने, त्यो जस्तो अरू तरबारै छैन, मलाई त्यही दिनुहोस्। दाउद गातमा। त्यस दिन सावलबाट भागेर दाउद आफ्नो बाटो लागे र गातका राजा आकिस कहाँ गए। तर आकिसका सेवकहरूले उनलाई भने, देशका राजा दाउद यिनी नै हुन्, जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका छन्, सावलले हजारौँ हजारलाई ध्वंस गरे र दाउदले त लाखौँ लाखलाई ध्वंस गरे। यी कुरा दाउदले मनमा राखी छोडे र तिनी गातका राजा आकिससित साह्रै डराए। त्यसैकारण तिनले उनीहरूका सामुन्ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाको दुवै पाटामा कोर्दै र दारीमा राल चुहाउँदै तिनी बौला जस्तो भए। आकिसले आफ्ना सेवकहरूलाई भने, यो मानिस त बौला पो रहेछ, त्यसलाई किन म कहाँ ल्याउँदैछौ? के म कहाँ बौलाहरूको अभाव छ र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदैछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?